हेलो सेवारो नमस्कार अनि वेलकम ब्याक टु आवर युट्युब च्यानल। अनि हामी चाहिँ धेरै धेरै सन्चै छौँ। मलाई आशा छ कि तपाईहरु पनि धेरै धेरै सन्चै हुनुहुन्छ होला भनेर। अनि आज चाहिँ म बाहिर जान लागिरहेको छु र म र मेरो छोरी अनि हामी चाहिँ एकैछिन बाहिर जाने भन्ने प्लान गरिराखेको छौँ। अब हामी कहाँ जान्छौँ के गर्छौँ तपाईहरुलाई हामी देखाउने नै छौँ। अनि त्यसपछि अब मेरो युट्युब च्यानल खाली अब हुन्छ है। अनि यदि हाम्रो युट्युब च्यानलमा चाहिँ तपाईहरु नयाँ जो कोही हुनुहुन्छ भने चाहिँ हामीलाई पनि जोइन गर्नुहोस् होला है त। अनि फोटो दिँदै फोटो नि खिच्नु पर्यो न। खिचौँ फोटो ल जाऊ अक्षय कुमार। ल अब चाहिँ हामी निस्केको है त यहाँबाट। हामी पसलतिर सुर लाग्यौँ है। फेरि पिङ खेल्नु थालेको। पिङ खेलेको ओके। तर एक सेकेन्ड के हाम्रो स्कुलको जस्तो खेलौँ। कस्तो यसको चाहिँ एकैछिन पिङ खेल्ने रे हो। बसेर हेर्नु पर्यो। खास हामी चाहिँ पसल हिँडेको होइन तर पसल चाहिँ 9 बजेसम्म खुल्ने रहेछ H&M। अनि एकैछिन यहाँ अल्मलिँदै हामी जाँदैछौँ है त। पल्टिन्छौ नि। अनि अब जानुपर्छ होला। आऊ कस्तो भयो? नाइस हो। तल प्रिजमा सबै पसलहरू छ। त्यहाँ फार्मेसी पनि छ है। को चिन्नै छोड्यौ? हामी चाहिँ यहाँ बन्दैछ है मेट्रो स्टप माथि। मेट्रो स्टेसन होइन पनि देखाउ त के हो? हाम्रो बस यही हो यो ओरेन्ज कलरको। मैले बुझ्छु। अघि के भएको अरे नानी झन्डै भन्दै त ढोका बन्द भएको तर मेरो दुईटा चपस्टिकको माइन्ड चाहिँ नगर्नु। झन् हाम्रो बस छुटेको नि के भन्छ हामी चाहिँ ठुलो जस्तो। अब त तपाईँ कस्तो भयो दाँत चाहिँ तपाईँतिर गयो ग्याप राम्रो छ। मेरो ग्याप छैन त। ग्याप नभएको हामीलाई बसमा कि मेट्रोमा मजा आउँछ भन त। मेट्रोमा Joo, sitten on se lomaviikko ja lomaviikosta ja olisi lupaisia. त काट्नुपर्छ नि। फेरि यहाँ टिकट काटेन भने 100 रुपियाँ छिराइहाल्छ होइन। हामी चाहिँ श्रेयाको सपिङ गर्नु हिँडेको है। Nythän on ollut kuule nyt huhtikuun vaihtoehto on ollut jo vuoden sitten. बसभित्र को भिडियो गर्छ? अनि बसमा होला गर्दै गइन्छ अरे। हिँड्दैनौँ त्यसरी। म त बसमा
त्यसमा भएन फोनमा बोल्नै मन पर्दैन बरु 79 कि 81 बस्छ नि हेर्छ नि त्यहाँ बरु एउटा कलेजको स्टुडेन्टहरू आउँछ कि राम्रो होइन होइन त्यस्तो हामी चाहिँ बिस्तारै बोलिरहेको छौँ है यहाँ कति हल्ला छ मान्छेहरू आज मलाई हल्का रुगा लागिरहेको छ Mä olin jo, että nyt ensinnäkin tuli kysytty niinkin, kun ollut sulle, niin senkin olisi... मलाई यहाँ रुगा लागिरहेको छ Otin itse salin. किन हल्ला गल्ला गरे त ओ नो शिट मेरो हातमा नि थोरै हल्यो मैले सुनेको कि जहाँ तपाईँको कोठी छ नि त्यहाँ तपाईँको गार्डियन एन्जलले सुत्ने बेलामा किस गरेको हुन्छ मेरो यहाँ छैन यहाँ छ अनि यहाँ छ यहाँ कहाँ थियो ए यहाँ रहेछ यहाँ चाहिँ को गर्छ यहाँ को तपाईँको कहाँ छ यहाँ यहाँ छ मेरो कोठी किन मधुरो आएको Joo, sit mä kerroin sille palveluohjaajalle Marikalle, että ल तिमीसँग उताबाट यस्तो se aiheuttaa Sorry. tällaisen kipeän, joka on niin kipeä, että हामी चाहिँ बसभित्रै छौँ है बसभित्र mä kerroin sille, niin se sanoi, että अब चाहिँ पुग्नु आँटेको कति 2 स्टप पर sulle, että onhan niitä, बोलेको onhan niitä kaikenlaisia. हामी चाहिँ इतिस अगाडि आइपुगेको छौँ के अरे ल भन हामी कहाँ गएको अरे ज्याकेट ज्याकेट किन्नु होइन तिम्रो हाम्रो ओरिजिनल फेस चाहिँ हो यस्तो छ अरे अस्तिकोमा त राम्रो राम्रो के भयो पछाडि नदेखाउनु किन केही हुन्न तिमी त मभन्दा गोरो भइसक्यो राम राम म तपाईँभन्दा अलिक थोरै कालो गोरो न गोरो चाउ 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 अब हामी चाहिँ इतिसभित्र छिर्यौँ यहाँ चाहिँ पुरै नयाँ नयाँ सपहरू लिएर चाहिँ पहिला यहाँ अर्कै थियो अहिले चाहिँ अर्कै यस्तो छ है लाइब्रेरी तिम्रो के किन्नु छ र यहाँ केही छैन दामी लाग्छ मलाई चाहिँ यहाँ चाहिँ तर मान्छे लास्टै धेरै हुने है यता पनि यस्तो छ बासन सालिका हुने नि यहाँ कस्तो हुन्छ सब नै सब हामी चाहिँ एचएनएम भित्र जाने होइन हेलो नेन सबसे महँगो है यहाँ चाहिँ हामी राइटबाट जाऊँ कस्तो राम्रो यहाँ छिर्ने हो र अनि हामी त त्यो ज्याकेट मात्रै किन्नु आएको होइन एचएनएम यता पर छ यहाँभित्र चाहिँ फिल्म हलहरू पनि छ है हामी चाहिँ एचएनएम आइपुगेका छौँ है अब हामी के किन्छौँ है हामी बन्नेछौँ सत त्यो समरको लुगा आइसक्यो क्या यहाँ त पुरै यस्तो रहेछ ज्याकेट रे यो सर्ट पनि कस्तो राम्रो नि मलाई त अर्कै खालको छ मसँग यो त तिम्रो जस्तै तर यो ठुलोमा रहेछ तर त्यो वाइट लाइन नै छैन है म त यस्तोहरू पो मनपर्छ हामीलाई त यस्तै फिट हुन्छ मन पर्यो ए यहाँ रहेछ त सनग्लास
कति रे हो यो सनग्लासको त हौ जाउँ एकचोटि चाहिँ हामीले अस्ति पनि भिजिट गरिसकेको छौँ है तपाईँहरूलाई तिमीले सर्ट कि लङमा खोजेको सर्ट कि लङमा खोजेको ज्याकेट अन्त सर्ट कि लङमा कुन यो मन पर्यो अब सरी राम्रो छ जस्तो छ त है एउटा लिगा लिने भयो एज हेर त त्यो यस्तोमा छ है यो चाहिँ एज कति हुन्छ ए त 6 देखि 8 वर्षको रे कहाँ छ हौ यहाँ ए 6 देखि 8 वर्ष यो त मलाई फिट हुन्छ 6 देखि 8 वर्ष फिनानको यो 10 वर्षहरु कता हुन्छ नौ ए 8 देखि 10 वर्ष हुन्छ यो चाहिँ 14-15 रुपैयाँ मात्रै रहेछ यो एउटा बोकी हेरौँ न त यस्तो लाउँदैनौ यो पनि सारी सुहाउँछ है I don't think so. यस्तो ज्याकेट भनेको अनि कस्तो त अन्त कुन चाहिँ मनपर्छ अनि त्यसपछि हामी चाहिँ यहाँ पुरै छान्दै हिँड्दैछौँ होइन यो चाहिँ लिएको अब उसलाई ठिक भयो भने चाहिँ हामी लिनेछौँ कट्टु किन चाहियो छ त अनि घरमा कति यो टाइप यस्तै चाहिँ मन परेको कति एजको छ यो लाउने चाहिँ कहाँ हो त सेटै लाउने होला नि बोकी चाहिँ हेर ज्याकेटै छैन
हैन ज्याकेटको ठाउँ खोइ मैले थाहा अरू पसलमा हेरौँ म बरु त ल तर यो चाहिँ किन गर्दिनु भने जस्तो ज्याकेटै भन न यो त मेरो प्यान्ट जस्तै छ त म भित्र लगाइरहेको छु यस्तो मन पर्दैन मन पर्छ समरमा लाउनु यस्तो मैले थियो नि तर मैले त्यो नलाउन के हुन्छ नलाउन मानेर पहिला अलिक ठुलो भएर चाहिँ म लगाउन मन लाग्यो तर चाहिँ छोटो भइसकेको थियो ए हामीलाई यहाँ कपिराइट पर्छ होला है पक्कै ज्याकेट भेटाएन नि नै यो यस्तो छ हैन जस एकदम राम्रो छ क्या 45 रुपैयाँ कपडा नि राम्रो छ छन चाहिँ ओ बेबे के हेरिरहेको छु हो अघिदेखि त राम्रो नि भाग्छौ ओके अब हामी चाहिँ यहाँबाट निस्केको अनि लौ तिमीसम्म यता माथि जाऊँ न कता माथि तर कता सबै नेचुरल हो त्यो बाबा केटाको यसो गरेँ त्यस्तै भयो तपाईँ नि गर्नु यार बन्द गरौँ यहाँ नि पाउँछ कि क्या हो हामी उताबाट जाऊँ यताबाट जाऊँ न आज त के भएर यस्तो रमजानको लास्ट डे हो नि त त्यही भएर होला रमजानले गर्दा मान्छे एकदम धेरै छन् सबै बस्ने खाने इन्जोय गर्ने भइरहेछ है यहाँ चाहिँ यो नेचुरल है नेचुरल यहाँ माथि नि छ बेबीहरूको साँच्चीकै हो होइन यहाँ एउटा ओए हामी त नि यता आयौँ त एउटा कपडा पसल थियो त यहाँ यहाँ त हामी उल्टो छेउ आयौँ त यहाँ त मसिनो बेबीहरूको मात्रै नि यही लाऊ होला हौ कि जेडीमा जाऊँ तल जेडी एउटा तल जेडी भनेको के त्यो अस्ति हामीले सुज किनेको ठाउँ सरी तिम्रो लागि ज्याकेट छ होला
सरी त जुत्ता किनेको क्या ल हिँड्नु सर्ट यहाँ तल हाउ हिँड न ए यहाँ हो र आऊ न हेर कस्तो खालको ज्याकेट लाउने र यो ठुलोको हो है 30% सेल श्रेयाको ज्याकेट नपाउने भयो है डेमा जानु न त अब तपाईको लागि ए यो चाहिँ म लाउनु जो कि यो त जस्ट युनिकर्न वाले लाउँछन् कति रहेछ प्राइस हेरौँ न युनिकर्न हो 149.90 आउनु यहाँ श्रेयालाई हुने रहेनछ के गरेको I don't know. अब चाहिँ यहाँबाट निस्केको हामी श्रेयाको लागि पाएन क्या अब एक ठाउँ जाने होइन बेपो